सिकाइहाल्नुहुन्छ। अब यस पछाडि म किरोज धरेलाई अगाडि आउनु आग्रह गर्दछु। किरोज धरेलाई म अगाडि आउनु आग्रह गर्दछु। किरोज धरे अगाडि आउनुका लागि आग्रह गर्दछु। एकैछिन घोलिराखौँ है, घोलिराखौँ। यसमध्येबाट हामी 2वटा भाग्यशाली, 3वटा, यो ठुलो बट्टाबाट 3वटा भाग्यशाली ग्राहकहरूको कुपन निकाल्छौँ। 3वटा। त्यस पछाडि क्रमशः नेक्स्ट अर्कोबाट 2वटा र अरू सबैबाट 1-1वटा हामी भाग्यशाली ग्राहकहरूको नाम यसबाट निकाल्नेछौँ। सबैभन्दा सुरुमा म निरञ्जना पाण्डेलाई एउटा भाग्यशाली ग्राहकको नाम यो कुपन निकालिदिनु हुनेका लागि आग्रह गर्दछु। जीवन पाण्डेले घोल्दै हुनुहुन्छ। कसलाई बाह्र हो यो घोल्दै गरेर चाहिँ यो चाहिँ मिडियाकर्मी साथीहरूले लिइराखेको मैले म मिडियामा जोडेको कारणले गर्दाखेरि मिडियाकर्मी आफूलाई पारिन्छ कुपन नदिने मिडियाकर्मीलाई कुपन नदिने, मिडियाकर्मीलाई डिस्काउन्ट दिने, दिने पनि चाहिँ दिने फेरि व्यापार र गाडा खान दिनु भएन। यो चाहिँ यहाँ हामीले पोहोर पनि युरोप घुमाएका थियौँ। अहिले चाहिँ 10जनालाई थाइल्यान्ड टुर भएको कारणले गर्दाखेरि यो सोफा हब काठमाडौँमा सोफा हब सामाकसी, कलङ्की र गोठाटा 3टा शाखा भएको कारणले गर्दाखेरि 3टैको यसमा छ र यसबाट चाहिँ 3टा निकालिनेछ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ। सबैजना जतिले चिन्नु भएको थियो, म पनि घाँटी सुन्नसम्म चिच्याउँदै भनिरहेको थिएँ किन्न आउनुहोस्, थाइल्यान्ड घुम्नुपर्छ, थाइल्यान्ड घुम्नुपर्छ, थाइल्यान्ड घुम्नुपर्छ र त्यो बेला आइसकेको छ। अब मेरो सानो छोरीले अब यहाँ त नाम हेरेर फेरि यहाँ देखिया लेखेको भन्नु होला, त्यो लेखेको समेत थाहा नपाउने, पढ्न नजान्ने मेरो छोरी चाहिँ सानो भर्खर 2 वर्षको छोरीले निकालेछ। यहाँबाट 3वटा निकाल्ने एउटा, फेरि अर्को अनि अर्को। ल अझ एकछिन बोलौँ होइन, बोलौँ। चिप्काएको पनि छैन, टाँसीको पनि छैन, केही छैन। यसमा साँच्चीकै छ क्या यो। यहाँ विभिन्न म लकी ड्रमा हेरेको छु कि आफ्नो मान्छे पारेर यो लकी ड्र गर्दैन, यो होइन, यताउता भनेर यसमा चाहिँ यो सबै घोलेर मेरो सानो छोरी 2 वर्षको छोरीलाई जीवन पाण्डेले अहिलेसम्म यस्तो लकी ड्रबाट केही जितेको इतिहास छ? मैले लकी ड्रबाट एक्चुअली टिभी जितेको छु। हाम्रो गाउँमा बडीगार गाउँपालिकामा नयाँ कार्यक्रम, एकदम ठुलो कार्यक्रम थियो। त्यसमा चाहिँ 3rd प्राइज टिभी थियो। त्यो टिभी चाहिँ जितेको छु। त्यही भएर म सानैदेखि लकी मेरो पनि नपरेको अनुभव छ। सुरु गर्नु। यसबाट छोरीले एउटा निकाल है त। फोटो मात्रै हुने कि भिडियो हुने? भिडियो नै हामीले। माइक तल गरेर एउटा निकालेर बाबालाई दिने। ल एउटा मात्रै। पहिलो भाग्यशाली ग्राहकको नाम हाम्रो हातमा आइसकेको छ। 3 निकालेपछि भन्ने हाम्रो सञ्चारकर्मी साथीहरूको आग्रह अनुसार 3वटा निकालेपछि नाम भन्ने भन्नुभएको छ। एउटा नाम आइसकेको छ, यो यहाँ राखिएको छ। फेरि अब अर्को एउटा निस्किसकेको छ। अब अर्को मेरो छोरीले निकालेपछि फेरि अर्को तिमीले थाइल्यान्ड घुमाउनुपर्छ बाबाको। ल थाइल्यान्ड घुमाउनुपर्छ। बाबाको पछाडि के हो? बाबाको पछाडि राम्रो थाइल्यान्ड घुम्नु पर्यो। 2वटा आयो, एउटा मात्रै नाम नहेरिकन एउटा मात्रै निकाल्नु होला। एउटा भयो त एउटा मात्रै निकालेको छ। होइन बाबा थाइल्यान्ड जाने भनेर थाहा पाएपछि छोरी डराएको हो। ल यस पछाडि म यो काण्डका लागि किरोज धरेज्यूलाई अगाडि आउनु सक्नुहुन्छ। छोरी पनि ठुलो हुनुहुन्छ। आँखा चाहिँ म गरेर ल निकाल्नु होला। एउटा मात्रै यो यता राख्ने हो छोरी। अर्को एउटा किरोज धरेनले निकालिसक्नु भएको छ। फेरि अर्को एकजना बच्चा हुन्छ सानो, प्लिज अगाडि आइदिनु होला। तपाईँको नाम चाहिँ के? ल सजिताले अर्को निकाल्नुहुन्छ। लाखा चाहिँ नगरेर सजिताले एउटा निकालिदिनुहोस्। ल 3वटा आइसकेको छ। काठमाडौँमा सोफा हब काठमाडौँमा 3वटा शाखाहरू रहेका छन्। ती 3वटा
हामीले यहाँ निकालिसकेका छौँ। अब यस पछाडि सबै निकालेपछि मात्रै नाम उच्चारण गर्ने भन्ने कुरा हाम्रो सारा धरण सरबाट आएको छ। म किरोजलाई फेरि अगाडि आइदिन आग्रह गर्छु। किरोज कृपया अगाडि आइदिनु होला। अब यस पछाडि यो अलिकति अघिको भन्दा अलिकति सानो छ, यसबाट दुईवटा यहाँ नाम जित्नु पर्दैन निकाल्न गइरहेका छन् किरोजले। किरोजको नाम त छैन नि, यो उमेर थाइल्यान्ड घुम्ने उमेर पनि होइन। लाखाजुको गरेर किरोजले एउटा निकाल्नुहोस् पहिला, उसको आँखा जिम्मा गर्ने हो आफ्नो कपडा। एउटा आइसकेको छ। फेरि अर्को किरोज निरञ्जनाले हात लगाउँदैछ। फेरि अझै एउटा निरञ्जनाले धेरै मान्छेलाई थाइल्यान्ड पठाउनु मन छ। धेरै निकाल्यो, ठिक छ। फेरि किरोजले नै निकाल किरोज। किरोजले अर्को नाम निकालिसकेका छन्। यो बट्टा उतै राख्नु होला। किरोज फेरि पनि अगाडि आइदिनु आग्रह गर्छु। हामीले अहिलेसम्म भाग्यशाली 5 जना ग्राहकहरू, यसमा जोको नाम छ उहाँहरू थाइल्यान्ड जान आफ्नो नाम यहाँ टिपाउनु भएको छ, इलिजिबल भइसक्नु भएको छ। ठिक छ, युट्युबमा काम गर्ने साथीहरूको भाषा आफ्नै हुन्छ। इलिजिबल थाइल्यान्ड जाने अर्को भाग्यशाली ग्राहकको नाम निकालिँदैछ, एउटा मात्रै। थाइल्यान्ड जाने अर्को भाग्यशाली ग्राहकको नाम यसमा छ। अब यस पछाडि फेरि अर्को बट्टाबाट हामी 7औं भाग्यशाली ग्राहक के भन्नु छ? ल यो सोफा धनगढी छ, सोफा काठमाडौँको ब्रान्च बनिरहरू। अब यसबाट चाहिँ थाइल्यान्ड जानुहुनेछ सुबाकी आउनुहोस् भनेर म त्यहाँ लामो समय बसेँ, आउनु पनि हुनुभएको थियो। सामान सकिसके पछाडि ग्राहक फर्किँदाको पीडा पनि अर्कै थियो। पहिलो सहयोगले गर्दाखेरि गाडी रोकेको कारणले गर्दा नि धेरै दुःख भएको थियो। र अब तपाईँको धैर्यको बात पुगिसकेको छ। सोफा धनगढीबाट सामान खरिद गर्नुहुनेले अब जाने हुनुहुन्छ थाइल्यान्ड हामीसँगै, को हो भनेर अब अनि निकाल्नुहुन्छ हाम्रो साथ। सारा धरण सरले आफूलाई चाहिँ पठाउनुहुन्छ कि भनेर हामीसँगै चाहिँ भनिसक्नु। यता अस्मिता लागेर इन्सान भइसक्यो उबाट थाइल्यान्ड जाने भनेको थियो। तर कम्तीमा भिडियो कल गरेकै गर्नुपर्छ। खुसी भएको छ, एकदम खुसी भएको छ। मेरो धनगढीबाट अर्को नाम आइसकेको छ। के अरे अघि भनेको त्यो फेरि दोहोऱ्याइदिन्छु। मेरो विशेष चाहिँ म थाइल्यान्ड जाने भनिसकेपछि थाइल्यान्डका राम्रा भिडियो हेर्न पाएन। पुरो त राम्रो भिडियो भिडियो हेर्नलाई भिडियो देखाउनु नेक्स्ट सोफा पुटोलबाट सामान खरिद गर्नुहुनेलाई बधाई छ। आज तपाईँ थाइल्यान्ड जाने हुनुहुन्छ हामीसँगै। छोड्नु भयो। अब निस्किँदै छ सोफा पुटोलबाट को जाने हुनुहुन्छ थाइल्यान्ड। सोफा पुटोलबाट पनि नाम आइसकेको छ। अब सोफा हब नेपालगञ्ज नानी कृपया फेरि आइदिनु होला तपाईँ अगाडि। जीवनले खोज्दैछ, केही भन्नु छ? केही भन्नु छैन। अब ल नेपालगञ्जबाट पनि सोफा हबको तर्फबाट थाइल्यान्ड जाने नाम यहाँ आइसकेको छ। भाग्यमानी यहाँलाई धेरै धेरै बधाई छ। अब यस पछाडि सोफा हब बिर्तामोड थापा हाम्रो चाहिँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छ। बिर्तामोडदेखि धनगढीसम्म भनेपछि सबै प्रदेशलाई हाम्रो शाखाले छोएको छ। नछोएको शाखा पनि अब हाम्रो यस पछाडि विस्तार हुन्छ। त्यही भएर अब हामी सोफा बिर्तामोडबाट सोफा तथा फर्निचरहरू खरिद गर्ने जाँदै हुनुहुन्छ थाइल्यान्ड हामीसँगै। पक्कै तपाईँसँगै हो, त्यसमा नो डाउट। घरमा आयो भने तपाईँसँगै थाइल्यान्ड गएर चिन्ता छैन। नानाले एउटा मात्रै निकाल्छ भन्ने कुरामा मलाई विश्वास छ। अहिले निकाल्नु ल। हेर त्यो अगाडि हातमा आइसकेको फेरि फर्केको
दुईटा छ एउटा मात्र निकाल्ने अनि आएको अभागी बिचरा दुईटा मात्रै नपऱ्यो भने आफ्नो पर्थ्यो भन्ने भाव ल निकालौँ ल नानु निकाल्नु एउटा मान्छे पिछुबाट ल निकाल just one baby just one नानुलाई धेरै मान्छेलाई जान मन छ ल दाजुबाट भएन फेरि अर्को नानु त्यसो ल्याइदिनु होला अब वृद्धामोड थापाबाट पनि थाइल्यान्ड जाने भाग्यशाली ग्राहकको नाम अगाडि आइसकेको छ यी 10 जना भाग्यशाली ग्राहकहरू जानुहुनेछ जीवनसँगै थाइल्यान्ड यो चाहिँ मैले पनि नसुझाइदिएको